दर्शकबिन आफूलाई जन्माउने आमा बुबा आफ्नो घर परिवार सबै त्यागेर एउटा महिला जब अर्को परपुरुषसँग बिहे गरेर अर्को परिवारमा गाभिन्छन्, त्यो परिवारले तिमीलाई म कहिल्यै पनि रुवाउने छैन, त्यो श्रीमानले तिमीलाई म कहिल्यै पनि रुवाउने छैन, सधैँ तिमीलाई हरेक कदम कदममा साथ दिन्छु भनेर बिहे गरेको हुन्छ। हो दर्शकबिन, त्यस्तै भुन्टीले पनि आफ्नो श्रीमान भूपेन्द्रबाट आश गरेकी थिइन्। भुन्टीको विवाह हुँदाखेरिमा भुन्टीले पहिला त भूपेन्द्रसँग बिहे गर्नै मानेकी थिइनन्। उनलाई चाहिँ धेरैले सम्झाइ बुझाइ गरिसकेपछि भुन्टीले भूपेन्द्रसँग बिहे गरेकी थिइन्। हो दर्शकबिन, यतिखेर भने भुन्टीलाई भूमिकाले मलाई जबरजस्ती गर्न आफ्नै भाउजू भुन्टीले लगाएकी हुन् भनेर आरोप लगाइसकेपछि भुन्टीका श्रीमान भूपेन्द्रले भुन्टीलाई विश्वास नगरेर भुन्टीलाई जेलमा लैजानको लागि उनकी बहिनी भूमिकाको षड्यन्त्रमा भूपेन्द्र पनि यतिखेर फसेका छन्। आफ्नै श्रीमतीलाई विश्वास नगर्दाखेरिमा यतिखेर भुन्टी पनि साह्रै निराश छिन्। हो दर्शकबिन, हामी कुरा गर्दैछौँ भुन्टी बाघ 269मा। आउनुहोस् दर्शकबिन, आजको भिडियो सुरु गरौँ। दर्शकबिन, आजको यस श्रृङ्खलामा हामी कुरा गर्दैछौँ भुन्टी बाघ 269मा के भएको थियो त। दर्शकबिन, भुन्टी बाघ 269मा तपाईँले हेर्नु भएको छ भने भुन्टीकी नन्द भूमिकाले भुन्टी बिरामी भएको अवस्थामा भुन्टीलाई घरमा लगिसकेपछि उनी राम्रोसँग सन्चो पनि भएकी हुँदैनन्। उनलाई भने भुन्टीकी नन्द भूमिकाले भने भुन्टीलाई यतिखेर उनलाई घरको बेडमा बाँधेर उनलाई पिटिरहेको अवस्थामा भुन्टीका दाइ टोकले आएर भुन्टीकी नन्द भूमिकालाई झापड हानेको हामीले देखेका थियौँ। हो दर्शकबिन, यो सिनले तपाईँले के बुझाउँछ भन्दाखेरिमा जस्तै तपाईँहरू रक्षाबन्धनमा आफ्नो बहिनीको हातबाट रक्षा बाँध्नुहुन्छ, हो यतिखेर हरेक भाइले पनि आफ्नो बहिनीलाई गाह्रो अप्ठ्यारो पर्दाखेरिमा हरेक कदम कदममा साथ दिनुपर्छ भन्ने भाव तपाईँहरूले देख्नुभएको छ। भुन्टीका दाइ टोकलीले पनि भुन्टीलाई विवाह गर्दाखेरिमा भुन्टीलाई सम्झाएका थिए, बिहे गर्नुपर्छ, अर्को घरमा जानै पर्छ, त्यसैले तिमी बिहे गर भनेर भुन्टीका दाइ टोकलीले सम्झाएका थिए। तर भुन्टीका दाइ टोकलीले आफ्नो बहिनी सुखसँग रहोस्, राम्रोसँग घर परिवार चलाओस् भनेर पठाएका थिए। तर भुन्टीका दाइ टोकलीले भुन्टीलाई अर्को घरमा गएर पिटाइ खाओस्, बिरामी होस्, उनलाई हेला गरियोस्, उनलाई हेपियोस् भनेर त पठाएका थिएनन्। हो दर्शकबिन, यतिखेर भुन्टीलाई यस्तो अवस्थामा देख्दा भुन्टीका दाइ टोकले साह्रै निराश छन्। त्यो रिसलाई जसले उनलाई गाह्रो अप्ठ्यारो उनलाई विभिन्न किसिमका आरोप लगाएको थियो उनीमाथि टोकलेले रिस पनि पुगिसकेका छन्। र दर्शकबिन, अबकै भुन्टी बाघ 270मा भुन्टीमाथि यस्तो अन्याय अत्याचार भएको भुन्टीका दाइ टोकलेले देखिसकेपछि के भुन्टी बाघ 270मा भुन्टीका दाइ टोकलेले भुन्टीलाई आफ्नो घरतर्फ लिन्छन् त? यदि भुन्टीका दाइ टोकलेले भुन्टीलाई आफ्नो घरतर्फ लैजानै लाग्दा के भुन्टी बाघ 270मा भुन्टी आफ्नो श्रीमान भूपेन्द्रको साथ छोडेर भुन्टी के आफ्नो माइती घरमा जालिन् त टोकलेसँग? दर्शकबिन, तपाईँलाई के लाग्छ? तलको कमेन्ट बक्समा गएर आफ्नो राय प्रतिक्रिया दिन भने नभुल्नुहोला। र दर्शकबिन, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परेको भए भिडियोलाई अहिलेसम्म तपाईँले लाइक गर्नुभएको छैन भने भिडियोलाई एक लाइक गर्नुहोला। र दर्शकबिन, तपाईँले अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई एक सब्स्क्राइब गर्नुहोला। र दर्शकबिन, तपाईँ यतिखेर कुन ठाउँबाट कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो तलको कमेन्ट बक्समा गएर आफ्नो प्रतिक्रिया दिनुहोला। र दर्शकबिन, यो भिडियो तपाईँलाई मन परेको छ भने भिडियोलाई सक्दो सेयर गर्नुहोला। हामी मिल्नेछौँ अर्को भिडियोमा। हस्त दर्शकबिन, आजको यस भिडियोबाट म चक्र जोशी पनि बिदा हुन चाहन्छु। चक्र सर्ट्स अफिसियल च्यानल हेर्दै गर्नुहोला। हस्त, धन्यवाद। जय देश, जय नेपाल।